र भगवानले त्यो मूर्खलाई चाहिँ के गरिदिनु भयो भने त्यहीँ छोडिदिनु भयो है। म यो सेकेन्ड पार्ट हो। अनिखेर अब के गर्नुभयो भन्दाखेरि चाहिँ विद्वानकोमा जानु पर्यो। यो विद्वान भने मान्छे चाहिँ कस्तो रहेछ त होइन, यसले चाहिँ अब सबैले मान्ने गुन्ने छ यो मान्छे भनेपछि उसको घरमा जानु पर्यो भनेपछि भगवान् त्यसै गरी जानु, उसको घरमा जानुभयो। घरमा गइसकेपछि बाहिर श्रीमतीलाई देख्नु, बालिके चाहिँ म चाहिँ भिक्षा माग्न आएको, मलाई भिक्षा चाहियो भने उहाँले भित्र गएर भिक्षा ल्याउनु भयो। होइन म भिक्षा चाहिँ तिमीबाट लिन्न, तिम्रो चाहिँ श्रीमानलाई बोलाऊ, म उहाँबाट चाहिँ लिन्छु भन्नु। त्यसो भनेपछि उहाँले जिद्दी नगरिकन मबाट लिनुहुन्न अरे। उहाँले चाहिँ भनेपछि भित्र गएर चाहिँ श्रीमानलाई बोलाएर ल्याउनु भयो। अब श्रीमानलाई बोलाएर ल्याएपछि बाहिर आउने बित्तिकै उहाँलाई सिधा के भन्नुभयो, म भगवान हो, तिमीलाई के चाहिन्छ वरदान माग भन्। अब त्यो मूर्ख त्यो विद्वान भन्ने मान्छेलाई अब यो भगवान हुन पनि सक्छ नहुन पनि सक्छ, होइन भनेर जिद्दी गर्न नि भएन। भगवान जुनसुकै रूपमा आउँछ, उसलाई अब अलिकति के भने अप्ठ्यारो पर्यो। के चाहिँ वरदान माग्ने त अब भगवान भनेको मान्छेसँग, भगवानै नहुन पनि सक्छ भनेपछि अब यसो उसले चाहिँ बुद्धि लागेछ। अनि भगवान म चाहिँ हजुर भगवान होइसिन्छ भनेदेखि मलाई चाहिँ वरदान यस्तो दिनुहोस्, म जे जस्तो परिस्थितिमा पनि कुनै पनि परिस्थितिमा विचलित हुन नसकौँ र सही र गलत के हो भन्ने कुरा चाहिँ मैले चाहिँ छुट्याउन सकौँ भनेर वरदान मागेछ। भगवानले त फेरि अब भगवानलाई नि फसाद पर्यो, यसले त चाहिँ फुत्किने काम गर्यो, यसलाई त छल गर्न गाह्रो पर्ने भयो। भनेपछि अब के गर्नुभयो भन्दाखेरि ल तथास्तु भन्नुभयो, त्यो त दिनै पर्यो, दिनुभयो। अब त्यसो भनेपछि अब यसलाई फेरि अर्को कुराबाट चाहिँ जाँच्नु पर्यो भनेर चाहिँ मलाई वरदान मान्छे ऊ चाहिँ अब माछा मासु केही नखाने, तिमीलाई चाहिँ एउटा मलाई अब यो भिक्षामा यो चाहिँ नि यो दाल चामलहरू मलाई केही पनि पर्दैन, मलाई चाहिँ मासु लिएर आएर तिमीले चाहिँ मलाई तिम्रो भान्सामा ल्याएर पकाएर खान दिनुपर्छ भनेर भन्नुभयो। अनि अब उसले त कुरा पुरा भनिसकेपछि अब आफ्नो कुरा त उसले बाचामा त राखेको थिएन। भगवानै हो भनेपछि त अब फेरि यो जोरी खोज्न नि भएन। भनेपछि उसले चाहिँ के गरेछ भनेदेखि चाहिँ हजुरलाई अरू सबै कुरा म माग गर्न सक्छु, एउटा चाहिँ म चाहिँ नि अब हजुरलाई चाहिँ नि हजुरलाई चाहिँ मैले पुरै गर्नुपर्ने भएपछि एउटा कुरा भन्छु, त्यो कुरा चाहिँ बाचा गर्नुपर्छ। अब भगवानलाई नि आपत गर्नै पर्यो, बाचा भनेपछि त ल हुन्छ भन्नु। म हजुरलाई चाहिँ हजुरले भनेको माछा मासु जे जति छन् के कुराको हुन्छ त्यो सबै गर्नु पर्यो, तर त्यो मैले यो मेरो घरको भित्र लगेर चाहिँ म खान्दिन्न, यो घरभन्दा बाहिर चाहिँ खान दिन्छु। यदि त्यसमा हजुरले सहमति जनाउनु भयो भने म त्यसमा छु, नत्र त्यसको लागि चाहिँ म असमर्थ छु भनेर भन्नु। हो त अब भनेपछि माग त पुरा गर्छु भनेकै थिएँ, ल हुन्छ भन्नु। अब त्यसो भनिसकेपछि अब यो मान्छेले चाहिँ यो उ गर्नुभयो, उसले चाहिँ नि माछा मासु सबै थरी चाहिँ नि को व्यवस्था गर्यो। भगवानले चाहिँ नि आइसकेपछि अब यो चिज आफ्नो बाचामा ऊ भइसक्यो, बाहिर ऊ गरिसकेपछि भगवान त्यति भनेर चाहिँ आउनुभयो, बाहिरै राखेर उहाँले खुवाउनु भयो। फेरि त्यही सेम चाहिँ नि अब कुनै तिमीसँग कुनै अर्को कुनै छ त माग भन्दाखेरि छैन प्रभु, केही त्यही नै मैले हजुरको एकचोटि मागिसकेँ सिद्धियो भन्नु, अरू केही छैन। ल ठिक छ तथास्तु भन्नुभयो। भगवान फेरि त्यहाँबाट जानुभयो। अब त्यो अर्को चाहिँ जुन मूर्ख भन्ने मान्छे थियो, अब त्यो मूर्खलाई र यो चाहिँ विद्वानलाई कसरी भेटाइदिनु त? भगवानलाई नि आपत पर्यो, उसलाई त अब लाइनमा ल्याउनलाई त छोडिदिया छ, त्योसँग फेरि भेटाइदिनु त पर्यो नि त उसलाई चाहिँ नि।
छल गरेछ। छल गरेको मान्छेलाई छल मात्र गरेर राखिदिनु भएन, उसलाई एउटा बाटो पनि देखाइदिनु पर्यो। उसको एउटा घमण्डलाई मात्र तोड्नलाई भगवान्ले गर्नुभएको थियो त्यो काम। अब यो विद्वान यही मान्छेलाई उ गरेर चाहिँ नि कसरी दिने त भनेपछि भगवान्ले फेरि जानुभयो, फर्के त्यहीँ जानुभयो विद्वानलाई। अब तिमीलाई चाहिँ नि एउटा मूर्ख मान्छेको उद्धार गर्नुपर्ने छ, त्यो काम चाहिँ तिमीले मलाई सहयोग गर्नुपर्छ भन्नु। अनि अब त्यो मान्छे उहाँलाई चाहिँ के दिनुभएछ भगवान्ले शक्ति भने, त्यो चाहिँ मान्छेले चाहिँ त्यो मान्छेलाई भेट्यो भने उसको कसैले नसुनेको कुरा, उसले चाहिँ जे कुरा भने पनि उसलाई चाहिँ सुन्नी बनाइदिनु भएछ। जुन विद्वान भन्ने मान्छेलाई चाहिँ बनाइदिनु भएछ। फेरि भगवान् जानुभयो, त्यति भन्नुभयो यसलाई चाहिँ उद्धार गर्नुपर्छ। तैँले मूर्खलाई भन्नुभयो। अब को मूर्ख आउँछ कसो आउँछ उहाँलाई के पनि थाहा छैन। विद्वान भन्ने मान्छेलाई चाहिँ अब त्यो मूर्ख अर्को चाहिँ छटपटाएर हिँडिरहेछ, कसैले कुरा नसुनेपछि उसले सुन्नी बनाइदिएपछि त के भयो। अब त्यो कसरी भेट्ने हो फेरि, त्यो कुराले फेरि विद्वान मान्छेलाई चाहिँ विद्वान मान्छेको दिमागमा चाहिँ छटपटी भइरहेको थियो। अब यसको अर्को पार्ट है, उसले चाहिँ अब सेकेन्ड पार्टमा कसरी भेट हुन्छ त उसको, यसको बारेमा मैले अर्को भिडियो बनाउँदा, तर भिडियो पुरा हेर्नु भएको छैन भने पुरा हेर्नु होला। भिडियो पुरा हेर्न जरुरी हुन्छ है त।